तपाईले त्यो मलेरिया डेङ्गु भनेर सुन्नु भएको नि त्यस्तो अहिले चाहिँ मसले टोक्दाखेरि चाहिँ यो हात्तीपाइले पनि भन्छ के अरे यो फाइलेरिया पनि भन्छ यो बिमार निस्क्यो अहिले नयाँ बिमार जुन बिमारको चाहिँ रोकथामै छैन दबाई नै छैन अब मलेरियाहरूले डेङ्गु हुँदा चाहिँ मान्छे मर्छ क्यान्सर लाग्यो भने मान्छे मर्न थाहा छ यो बिमार लाग्दा के हुन्छ भने चाहिँ यो बिमार लागेर यस्तो हुन्छ खुट्टाले सुन्नेर हिँड्नु नसक्ने लिएर हात्ती होस् त्यही कारण हात्तीपाइले भनेको एकदम यो प्यारलेस हुने क्या त्यो अरू के भन्छ ह्यान्डिक्याप भएर बस्नुपर्छ बाँचेको र मरेको बराबर हो नि त त्यस्तो हुनु पऱ्यो भने अनि त्यो चिजको दबाई पनि छैन भन्छ सरकारले अहिले हुँदा चाहिँ अब यो बिमार नलागोस् भनेर चाहिँ हामीलाई दबाई दिएर पठाएर तपाईँले यो दबाई चाटा खानुपर्ने हुन्छ पहिला चाहिँ जुगा दबाई खानुपर्छ गुलियो छ यो बडा चापाएर खानुपर्छ त्यसलाई चाहिँ त्यहाँदेखि 3टा दबाई खानुपर्छ त्यो चाहिँ तपाईँले पानीले सल्फर निला पनि हुन्छ एकदमै खानुपर्छ यो यहाँ हेर्नुहोस् त्यही तपाईँ आफैले कस्तो डेन्जर छ त्यस्तो सुनिने अब यस्तो भइदियो भने त उपाय छैन नि त हामी गरिब दुःखी मान्छे कसरी जाति हुनु ल त्यो भएर सरकारले घर घर गएर यो हरेक पब्लिकलाई यो दबाई खुलाउनु भन्न हामीलाई पठाएको छ त्यो भएर तपाईँले खाइदिनुहोस् एकदम राम्रो हो दबाई खान मन पर्दैन नि के गर्नु अब हरेक थरी बिमार आउँछ 3 टाइम अनि सुगर आइछ है दुख्यो काकी भयो अब घोद्दिन भयो पुरा आइरहेछ खानाहरू खानुभयो सुगर लेभल आइरहेछ 500 देखि बच्चा नम्बर आउँछ ए हो र 500 देखि आए बाबै हो त्यसो अच्छा बेसी नै रहेछ भनेपछि खानुहोस् न त्यो चुगाको दबाई हो तपाईलाई खानुहोस् गुली छ कुम हल खासै हुन्छ नि भने के हो त्यो हामी चाहिँ टिम नम्बर 4 हो यो एप भन्नाले चाहिँ अब यो घरको मेम्बर्सहरुले सबैले खाइ अनि त्यहाँदेखिको म यहाँ 24 लाउँछु यो हाउस नम्बर चाहिँ 24 हो अनि यसरी एरो दिएर आज कति तारिख हो 25 तारिख 2 महिना 25 अनि यो घरमा मेम्बर्स चाहिँ छ एलिजिबल मेम्बर्स भयो मामा 3 जना भयो हैन 3 जनामा यो चाहिँ 3 जनाले नै खायो कम्प्लिट भयो गाइस गुड मर्निङ इट्स मी सुमन गिसिङ एन्ड वेलकम ब्याक टु माई न्यू ब्लग र आजको ब्लग भने चाहिँ तपाईँले छुट्टै प्रकारले हेर्नु सक्नुहुनेछ र त्योभन्दा पहिला पनि तपाईँहरूले मेरो ब्लग धेरै हेर्नुभयो कसै ब्लगमा मस्किटो स्प्रे गर्दै गरेको होइन कुनै भिडियोमा फ्यामिली बायोडाटाहरू उठाउँदै गरेको त्यस्तो धेरैवटा भिडियोहरू हेर्नु तर आज भने चाहिँ हामी चाहिँ छुट्टै प्रकारको एउटा भिडियो लिएर आइरहेको छु म चाहिँ आज चाहिँ म मात्रै नभएर चाहिँ मसँग चाहिँ आशाकर्मी बहिनी पनि हुनुहुन्छ म तपाईँलाई उहाँसँगको पनि भिडियोहरू अगाडि ल्याउनेछु र हेर्दै गर्नुहोस् आज चाहिँ के भने नि विशेष गरी जुन मच्छरबाट नै निस्किने एउटा अहिलेको जल्दो बल्दो डिजिज छ फाइलेरिया भन्ने फाइलेरियाको चाहिँ दबाई चाहिँ हाउस टु हाउस गएर चाहिँ खिलाउनु पर्ने एउटा गभर्मेन्टको आदेश आइरहेको छ नि त त्यो भएर चाहिँ हामी चाहिँ बिहान निस्किरहेको फाइनली म भने चाहिँ यहाँ अप्पर ग्यास आइसकेको छु मसँग चाहिँ आशाका गुरुआमा पनि हुनुहुन्छ यहाँ साङ्मु शेर्पाजी हो लजाउनु भएको छ यता पदम काका पनि हुनुहुन्छ यहाँ विशाल भाइ नमस्कार सम्पूर्णलाई अच्छा यता काकी हुनुहुन्छ यहाँ चाहिँ काकाहरूकोमा चाहिँ दबाईहरू खाइसकेको हो नि त ए काका साँच्ची मार्किङ पनि भयो है मार्किङ सके अच्छा अच्छा सर्टमा के भन्यो नि कुरामा यसो फाइलेरियाको विषयमा आजको हाम्रो ब्लग त्यही हुन्छ भन्यो नि यो त अब यो फाइलेरिया चाहिँ अब दबाई चाहिँ अब गभर्मेन्टले दिँदैछ होइन यो चाहिँ सबैजनाले खानुपर्छ यो चाहिँ अब एकखेप अब रोगहरू लाग्छ होइन यहाँ पनि छ नि यस्तो रोगहरू लागेपछि चाहिँ एकदम यो चाहिँ ढिलो थाहा पाउँछ अब तपाईँहरूलाई मच्छरले टोक्यो अरे होइन त्यहाँदेखि टोकेर यो चाहिँ इन्स्ट्यान्ट थाहा पाउँदैन 1 वर्षमा पनि थाहा पाउँदैन आजको भोलि पनि थाहा पाउँदैन यो चाहिँ एकदम छिप्पेर क्रोनिक भइसकेर मात्रै थाहा पाउँछ जस्तै 15 इयर्स टु 20 इयर्सहरू लाग्छ यसको डिजिज निक्लिनुको लागि चाहिँ हो यसमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ यसमा चाहिँ तपाईँहरूको खुट्टाहरू यसरी सुन्निन्छ हातहरू यसरी सुन्निन्छ प्राइभेट पार्टहरू ठुलो हुन्छ केटीहरूको चेस्टहरू भयो होइन त्योहरू एकदमै एनलार्ज भएर जान्छ त्यहाँदेखि एकदम यसको चाहिँ दबाई नै छैन त्यहाँदेखि कालिम्पोङ डिस्ट्रिक्टमा चाहिँ अस्ति राति नाइट ब्लड क्याम्प लाग्दाखेरि चाहिँ त्यो फ्लडेड एरियामा लागेको थियो नि त तल टिस्टामा क्या त बाढ आएको थियो नि लास्ट इयर त्यति बेला उयो टेस्ट गर्दाखेरि चाहिँ म्युनिसिपालिटी एरियामा चाहिँ 5 जनाको चाहिँ पोजिटिभ भयो पोजिटिभ भएपछि चाहिँ अन्त अब एकदम अब डिस्ट्रिक्टलाई अब स्टेटलाई सबैलाई टेन्सन हुन्छ त्यसको लागि चाहिँ प्रिकसनको लागि चाहिँ तपाईँलाई एन्टी ड्रग्स अब यो चाहिँ प्रिभेन्सनको लागि दिएको तपाईँलाई चाहिँ अब यो बिमार लाग्दैन भन्ने होइन कि तर पनि अब तपाईँहरूको इम्युनिटी पावर स्ट्रङ बनाउनुको लागि होइन अब त्यो प्रिभेन्ट गर्नुको लागि चाहिँ दिएको यो चाहिँ कसले खान्छ भन्दाखेरि चाहिँ 2 इयर्सदेखि एबभको नानीहरूले खान्छ 2 देखि बिलोले खाँदैन प्रेग्नेन्ट वुमेनहरूले पनि खाँदैन जो चाहिँ एकदम सिरियस इल छ बेडमा छ किडनी डिजिजहरू छ अर्ग्यान डोनर्सहरू हुन्छ नि उनीहरूले पनि खाँदैन यो चाहिँ अन्त त्यहाँदेखि यसको चाहिँ एज ग्रुप अनुसार दिएको छ फर्स्टमा चाहिँ तपाईँहरूलाई जुगाको दबाई दिन्छ त्यो चाहिँ एकदम चपाएर खानुपर्छ हो त्यहाँदेखि चाहिँ 2 इयर्सदेखिको 5 इयर्ससम्म चाहिँ 100 mg गरेर चाहिँ एउटा सानो ट्याब्लेट हुन्छ त्यो खानुपर्छ
त्यहाँदेखि 6 वर्षदेखि 14 वर्षमा 200 mg भनेपछि 2टा भयो। त्यहाँदेखि 15 एबभको जो चाहिँ जिउँदैछ 80 वर्ष भयो 90 वर्ष भयो होइन 95 इयर्सहरूको छ उनीहरूले चाहिँ खानु सक्छ। जस्तै प्रेसर भएकोले पनि खानु सक्छ, टिबी पेसेन्टले पनि खानु सक्छ होइन। अब कतिलाई ज्वरो आउँछ होइन, तर यसमा चाहिँ सुर्ताउनु एकदमै पर्दैन। यसको साइड इफेक्ट भन्ने कुरा सबै कुराको पनि साइड इफेक्ट हुन्छ। अब त्योहरू भएर तपाईँहरू आत्तिए भयो भने हुँदैन, एकैचोटि अब 1-2 घन्टा बादमा त्यो बिमारी आफै जाती भएर जान्छ। अच्छा, यो चाहिँ एउटा सोध्नु मन लाग्यो कि अब आज हामीले तपाईँहरूबाट दबाई तपाईँले दिनुभयो, हामीले खायौँ र यो दबाई अब आज यति खायौँ, यो चाहिँ अब कन्टिन्यू जान्छ कि या अब यति भएदेखि चाहिँ अब पुरै अब यति भएपछि 1 वर्षको भयो या 1 महिनाको भयो 7 सालमा एकचोटि दिन्छ होला गभर्नमेन्टले। अहिले चाहिँ अब हामीलाई चाहिँ अहिले अब गभर्नमेन्टको पनि हामीलाई सबै कुरा थाहा छैन होइन। अहिले चाहिँ यस्तो अर्डर राख्छ, यो चाहिँ सबैलाई खुवाउनु, यो 1 महिनाको लागि होला चाहिँ होइन, यो सायद 1 इयरको प्लान पनि हुनसक्छ। अब जस्तै तपाईँहरूलाई पोलियो जस्तै इयर बाइस इयर पनि दिनु सक्छ। यसको डोजहरू कोही प्रकारको हुन्छ, कस्तो प्रकारको हुन्छ त्यो चाहिँ अलिकति हामीलाई अलिकति इन्फर्मेसन छैन हो। तर अब तपाईँहरूलाई अर्को पालि पनि खुवाउँछ खुवाउँदैन त्यो चाहिँ मलाई एकदमै थाहा भएन। अब खुवाएछु भने त मै नै आउँछु तपाईँलाई। अब यो चाहिँ 1 वर्षको लागि चाहिँ होला जस्तो लाग्दैछ मलाई। पक्का पनि इयरली डोज दिन्छ होला गभर्नमेन्टले त्यस्तो लाग्दैछ। यो फर्स्ट मिसन भएको कारणले कुनै अब अघिल्लो कार्यक्रमहरूको चाहिँ केही छैन यहाँनिर हामीसँग। अन्त यो चाहिँ अब अहिले रेड जोन मलेरिया डेङ्गु भनेर सुन्नु भएको नि, त्यस्तो अहिले चाहिँ मसले टोक्दाखेरि चाहिँ यो हात्तीपाइले पनि भन्छ, के अरे यो फाइलेरिया पनि भन्छ। यो बिमार निस्क्यो अहिले नयाँ बिमार, जुन बिमारको चाहिँ रोकथामै छैन, दबाई नै छैन। अब मलेरियाहरूले डेङ्गु हुँदा चाहिँ मान्छे मर्छ, क्यान्सर लाग्यो भने मान्छे मर्न थाहा छ। यो बिमार लाग्दा के हुन्छ भने चाहिँ यो बिमार लागेपछि यस्तो हुन्छ, खुट्टाले सुन्नेर हिँड्नु नसक्ने लिएर हात्ती होस्, त्यही कारण हात्तीपाइले भनेको एकदम यो प्यारलेस हुने क्या, त्यो अरू के भन्छ ह्यान्डिक्याप भएर बस्नुपर्छ। बाँचेको र मरेको बराबर हो नि त, त्यस्तो हुनु पऱ्यो भने। अनि त्यो चिजको दबाई पनि छैन भन्छ सरकारले अहिले हुँदो चाहिँ। अब यो बिमार नलागोस् भनेर चाहिँ हामीलाई दबाई दिएर पठाएर तपाईँले यो दबाई 4टा खानुपर्ने हुन्छ। पहिला चाहिँ जुगा दबाई खानुपर्छ, गुलियो छ यो ग्राम चापाएर खानुपर्छ त्यसलाई चाहिँ। त्यहाँदेखि 3टा दबाई खानुपर्छ, त्यो चाहिँ तपाईँले पानीले सल्फर निला पनि हुन्छ, एकदमै खानुपर्छ यो। यहाँ हेर्नुहोस् त्यही तपाईँ आफैले कस्तो डेन्जर छ, त्यस्तो सुन्ने अब यस्तो भइदियो भने त उपाय छैन नि त। हामी गरिब दुःखी मान्छे कसरी जाति हुनु ल। त्यो भएर सरकारले घर घर गएर यो हरेक पब्लिकलाई यो दबाई खुलाउनु भन्न हामीलाई मन पराएको छ। त्यो भएर तपाईँले खाइदिनुहोस्, एकदम राम्रो हो। दबाई खान मन पर्दैन नि, के गर्नु, अब हरेक थरी बिमार आउँछ। यहाँ पनि छ यस्तो हातहरू यस्तो खुट्टा हुने, यस्तो हात्ती कस्तो हुन्छ नि यहाँ चाहिँ, त्यही कारण यसलाई हात्ती पाइला भन्छ। यो हातहरू यस्तो भयो, यस्तोहरू भयो। अब यो चाहिँ मच्छरले टोकेर हुन्छ हो। अन्त यो बिमारीको चाहिँ केही इलाजै छैन। अब यस्तो भएपछि अब तिमीहरू ह्यान्डिक्यापहरू भएर बस्छ, काम लाग्दैन। यसको बिमारीको उपाय नै केही छैन। त्यसकै लागि नै अब है रोकथामको लागि चाहिँ खानुपर्छ। किनभने अब यसले त जाति त हुँदैन, तर पनि अब प्रिभेन्सनको लागि आफ्नो इम्युनिटी पावर राम्रो होस् भनेर चाहिँ त्यो दबाईहरू खानुपर्छ हो। अन्त त्यही चाहिँ बाँड्दै आएको। अब खानु ल, एकदमै इम्पोर्टेन्ट छ यो, इम्पोर्टेन्ट छ। खानुपर्छ। कुरुम चपाएर त्यो चाहिँ गुलियो हुन्छ, यो चाहिँ जुगा मिठो छ जुगा दबाई। चलाउनु कस्तो हल्सो छ दबाईहरू हो। फर्स्टमा चपाउनुपर्छ। अनि तिम्रो उमेर कति भयो? 20 मा अब होइन। त्यसनाले चाहिँ अब 10 mg गरेर चाहिँ 3टा खानुपर्छ हो। यो चाहिँ एज वाइज दिन्छ। यो चाहिँ मेन दबाई हो फाइलेरियाको। त्यो चाहिँ सट्ट निल्दिनु 10 mg गरेर एउटा मात्रै ट्याब्लेट हो। त्यही कारण एज ग्रुप मोस्ट इम्पोर्टेन्ट हो यसमा। एज ग्रुप चाहिँ अब हामीले अब पहिला सुरु लाइन लिस्ट गरेर लेखेको हुन्छ हो। त्यहाँदेखि 6 वर्षदेखि 14 वर्षको समयमा चाहिँ 200 mg भनेपछि 2टा खुवाउनु पर्यो हो। 10 mg 20। त्यहाँदेखि 15 वर्षदेखि जब एबभ छ 60, 80, 70 इयर्सहरू भयो होइन, उनीहरूलाई चाहिँ 30 भनेर 3टा भयो। जस्तै सानो एजको होला बिलो 2 इयर्सको लागि खुवाइँदैन, 80 देखि एबभ बोलाउनु पनि खुवाउँदैन भन्ने चाहिँ छैन। सबै उपयोगले खुवाउनु पर्छ। अब जिउँदैछ, राम्रै हुनुहुन्छ, प्यारालाइज छैन होइन, हार्ट डिजिज छैन, उनीहरूलाई चाहिँ 80 इयर्स 90 इयर्ससम्मलाई त्योसँग जुगाको दबाई चाहिँ कम्पलसरी हो सबैलाई। फर्स्टमा चाहिँ अब किनभने वर्म्सहरू छ भने चाहिँ अलिकति वेस्टहरू हुन्छ नि त, त्यसको लागि चाहिँ फर्स्टमा चाहिँ जुगाको दबाई दिन्छ। त्यहाँदेखि मात्रै यो फाइलेरियाको चाहिँ दिन्छ। 20 वर्ष बादमा मात्रै हेर्नु नि हुन्छ हो। कालिम्पोङमा चाहिँ अब यस्तो हुनुभन्दा त बरु होइन दबाई खानु बेस्ट हो नि त। खायो भने चाहिँ अब नलाग्ने चान्सेस हुन्छ। कोही डराउँदैछ दबाई खानु ल। जो जुगाको दबाई हो, तपाईलाई खानुहोस्। गुलियो छ कुडुम हल्स खास्तै हुन्छ नि।
यस्तो हुन्छ हेर्नुहोस् बाटोमा जो भेट्यो अब उसैलाई नै घरमा जाँदाखेरि मान्छे भेट्दैन होइन मच्छरबाटै आउने बिमारी यो चाहिँ अब त्यही पर्छ मधेसहरूतिर यस्तो साह्रै हुन्छ विशेष मधेसतिर गएर आउँदाखेरि चाहिँ मच्छरले टोकेर आउँछ हो थाहा हुँदैन आफूलाई यो चाहिँ एकैचोटि खाँदा पनि भयो यति करा गरेर खाँदा पनि भयो भेट्ने चाहिँ त्यसलाई खुवाइहालेको कोही बेला घर जाँदाखेरि भेट्दैन हो हजुर घर पनि जानु त पर्छ कोडी राखिदिन्छु घरमा अब ढुक्कै भयो नि त पहिला मात्रै खुवाउनु पर्ने भयो अब हजुर धन्यवाद हुन्छ डर लागेन हौ सन्धि डर लागेन हुँदैन बाटोमै भेटेर छ्यामालाई बाटोमै भेट भयो है बाख्रा चराउनु जानु हुँदो रहेछ नि त त्यसो हुँदाखेरि हामीले भेटेपछि यसरी दबाईहरू खानु हुँदैछ उहाँले पनि जति खायो उति झरेर आउँदो यो एकदम तन्देरी बस्ने क्या यो तिमी चारवटा खाऊ न चारवटा खाना चाहिँ तिमी 60 पुग्दा पनि यतिकै हुन्छ तिमी यो हुँदा नि सानो त चाहेन होला नि त बिमारी हुँदो रहेछ प्यारालाइसिस जस्तो अनि उहाँको चाहिँ सुगरहरू नाप्नु पर्ने बेला भइरहेको रहेछ नि त अनि हाम्रो आशाको गुरुआमाले चाहिँ सुगर नाप्नुको लागि चाहिँ उहाँको जुन सामानहरू रेडी गर्नु हुँदैछ कहाँ कति पर्दो रहेछ यो मेसिनको खोइ कति पर्यो त्यो सत्तानबाट ल्याएको ए अच्छा खोइ कति भन्यो पेसिलाले आयो 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 वाह 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 अस्ति उयो तीन टाइम अनि चाहिँ सुगर हाई छ है दुख्यो काकी भयो अब घोद्दिन भयो पुरा आइरहेछ खानाहरू खानुभयो सुगर लेभल आइरहेछ 500 देखि उँभो चाहिँ नम्बर आउँदैन ए हो र 500 देखि एबभै हो त्यसो भए अच्छा बेसी नै रहेछ भनेपछि ए ब्याट्री निकाली राखिदिन्छु ल के हिँडडुलको कुरो छैन बसेको बसेको बिचरा हो बसेको बसे अन्त शरीर कमजोरी छ भने के हो त्यो हामी चाहिँ टिम नम्बर 4 हो ए अच्छा यो एप भन्नाले चाहिँ अब यो घरको मेम्बर्सहरूले सबैले खायो अन्त त्यहाँदेखिको म यहाँनिर 24 लाउँछु यो हाउस नम्बर चाहिँ 24 हो ए अच्छा अन्त यसरी एरो दिएर आज कति तारिक हो 25 तारिक 2 महिना 25 अन्त यो घरमा मेम्बर्स चाहिँ छ एलिजिबल मेम्बर्स भयो मामा 3 जना भयो हैन 3 जनामा यो चाहिँ 3 जनाले नै खायो भनेर कम्प्लिट भयो कम्प्लिट भयो अच्छा मैले भनिहाल्नु भयो है जति पनि इन्फर्मेसनहरू चाहिँ यो रोगको विषयमा अब यही हो यो पनि अब तपाईँहरूको कोभिड-19 जस्तो लाग्यो मलाई चाहिँ त्यो कोभिड-19 कुनै जाति हुने भ्याक्सिन त होइन नि त त्यो इम्युनिटीलाई बुस्ट गर्ने भ्याक्सिन हो नि त खास त ठिकै छ यो पनि त्यो रोगभन्दा अगाडि चाहिँ मान्छेको शरीरलाई चाहिँ त्यो रोगले नभेटोस् भनेर उहाँहरूले एउटा सचेत गराउनुहुँदैछ गाउँको मान्छेलाई है इम्युन सिस्टम डर होस् है डर होस् भनेर यहाँको जति पनि अब हाम्रो गाउँमा अब सिधा सादा मान्छेहरू बस्छन् यो विषयमा रोगको विषयमा थाहा हुँदैन उहाँहरूले पनि ट्रेनिङ पाएर त्यही कुरालाई गाउँमा यसरी प्रचार गर्नुहुँदैछ दबाईहरू दिनुहुँदैछ यसको निम्ति म आन्तरिक हृदयबाट मेरो सम्पूर्ण गाउँको अब हेल्थमा जति पनि संलग्न दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ गुरुआमाहरू हुनुहुन्छ तपाईँहरूलाई धन्यवाद दिन चाहन्छु अच्छा तपाईँले दबाई लिनुभयो नि है के त्यस्तो रियाक्सन केही भयो दबाई खाए पछाडि केही भएन केही भएन है कोही कोहीलाई चाहिँ भमिटिङ होला जस्तो रिङ्गाला चल्ला जस्तो हुन्छ भन्छ है साइड इफेक्ट नर्मलै हो अच्छा हुन्छ अयो हेर्नुहोस् यस्तो हुन्छ गाउँघरमा चाहिँ अब गफ पनि हुन्छ यसो नराम्रो खराब होइन राम्रो नराम्रो दुःख सुख बात पनि हुन्छ यसरी त यो हो नि त दबाई खुवाइ चाहिँ कोही चाहिँ कसैलाई चाहिँ पुरै फकाउनु पर्ने नानीहरूलाई जस्तो दबाई खानु भनेर
बस्नुहोस् ल हुन्छ हुन्छ भने लाग्यौँ ल हामी अहिले भने चाहिँ म चाहिँ आजको मेरो ड्युटी सकेर चाहिँ यहाँनिर शिवरात्रि पूजा पनि छ नि त भोलि त्यो भएर यहाँ मन्दिरको डेन्डिङ बेन्डिङ काम हुँदै थियो त्यही भएर साथीहरूसँग एकछिन कामसाम सघाएर निस्किँदै गरेको र मेरो आजको भ्लग चाहिँ यस्तो भयो तपाईँलाई के कस्तो लाग्यो सबै भिडियोमा हेरिहाल्नु भयो है मैले तपाईँलाई धेरैवटा घरको भिडियो लाउनु नसके तापनि हामीले मोटामोटी 22 घर जस्तो कभर गरिसकेर चाहिँ र भिडियोमा तपाईँहरूले देख्नुभयो घरि सुगर नाप्दै गरेको होइन घरि के गर्दै गरेको घरि कन्भेन्स गराउँदै गरेको यसरी हरेक थरीक आइपर्छ क्या कहिले के गर्नुपर्ने हाम्रो एउटा दायित्व रहन्छ भारतको एक असल नागरिक भएपछि हरेक नागरिकलाई सचेत गराउने होइन सही मार्गदर्शन गराउने एउटा हाम्रो काम हो त्यो भएर हाम्रो चाहिँ भिडियो आजको यतिको भयो तपाईँलाई के कस्तो लाग्यो तपाईँहरू गाउँतिर पनि यसरी फैलिरहेको डिजिजको दबाईहरू खिलाउँदै होला होइन तपाईँहरू कतिजनाले खानुभयो कतिजनाले खानुभएको छैन र तपाईँलाई फाइलेरियासिसको बारेमा त्यति नलेज छैन र पहिलो प्रथम मेरो भिडियो मार्फत हेर्नु हुँदैछ भने चाहिँ तपाईँलाई म यो रिक्वेस्ट गर्छु तपाईँले जहाँबाट भए पनि खोजेर फाइलेरिया डिजिजको चाहिँ तपाईँले दबाई लिनुहोस् किनभने एकदम गाउँ बस्तीमा चाहिँ एकदम प्रथमपल्ट गभर्मेन्टले यसरी फाइलेरियासिसको दबाईहरू वितरण गरिरहेको छ र बाँकी बादमा इन्स्टिट्युसनल त्यो जुन कलेज स्कुलतिर सायद भरेपछि गर्छ होला त्यो बारेमा तपाईँलाई भन्छु यदि तपाईँ गाउँ बस्तीमा हुनुहुन्न आफ्नो होम टाउनमा हुनुहुँदैन भने चाहिँ कतै यसरी फाइलेरियासिसको डिजिज दबाई खुवाउने काम भइरहेछ भने तपाईँले गएर लिदिनुहोस् भन्ने म आग्रह गर्दै म तपाईँलाई मेरो आजको यस भिडियोदेखि म यहीँ अन्त गर्छु है र तपाईँलाई के कस्तो लाग्यो मैले भिडियो मन पऱ्यो भने लाइक कमेन्ट सेयर गरिदिनुहोस् अनि नयाँ हुनुहुन्छ भने चाहिँ च्यानललाई फलो गरिदिनुहोस् अनि युट्युबमा हेर्दै हुन्छ भने चाहिँ सब्सक्राइब पनि गरिदिनुहोस् भन्दै तपाईँदेखि म बिदा लिन चाहन्छु हस् त बाई